हाम्रो बगमबेली कोरिडोरको टुरिङ गर्छु म। स्टार्टिङ यहाँबाट छ, जुन चाहिँ रातो डबलवाला बगमबेली छ, यो चाहिँ एकदम गुच्छाको छ हुन्छ। सो त्यहाँ हेऱ्यो भने किमावाला अलि हल्का लाइट पिङ्क छ है, यहाँबाट रातो र एन्ड सेतो किमावाला भेराइटी छ। सो यो चाहिँ किन त्यसरी गइरहेको छ भने त्यहाँ अलरेडी नै एउटा स्वामीको बोट हो कि कपुरको बोट छ। सो कपुरको बोटको सपोर्ट पाएर चाहिँ बिचबाट त्यसरी फ्लावरिङ गरेको कारणले गर्दा चाहिँ यो छुट्टै तरिकाको राम्रो देखिरहेको छ है त। यो पनि राम्रो छ कलर, यो चाहिँ पिङ्क कलर एन्ड देन वाइट कलरको हो है। हेर्नुहोस् यस्तो राम्रो फुलिरहेको छ यो। भन्दै गर्नु पर्दाखेरि यो नारी चाहिँ यस्तो गनाइरहेको छ, तर लाइक हुन्छ नि यो के भन्ने यो फुलहरू यस्तो मजाले फुलेको कारणले गर्दाखेरि पनि त्यो गनाको स्मेलै हटिरहेको छ भनौँ न अहिलेको लागि चाहिँ। अरेन्ज कलरमा यस्तो राम्रो देखिरहेको छ त्यो। यहाँ त कट्टै फलिरहेको छ यार ल है त। पहेँलोवाला बगमबेली, तर पहेँलो बगमबेलीले रेड भन्दा पनि अझ बेसी खुवाउँदो रहेछ। अरेन्ज डबल भयो यो है, नाइस है। मलाई त्यस्तो फिल भयो क्या पहेँलोवालाले चाहिँ। मलाई यो वर्ष चाहिँ पहेँलो चिजसँग अलिकति बेसी लगाव भएको म देख्छु। भनेको लाइक हुन्छ नि पहेँलो कलर इज नट माई फेभरेट कलर भन्दा पनि मनै पर्थेन क्या। त्यहाँदेखि जब यो बगमबेली पहेँलो फुल्न थाल्यो त्यहाँदेखि चाहिँ मेरो फेभरेट कलर चाहिँ नभनौँ, जस्ट आई लाइक वाउ। हेर न वाइट कलरको एउटा पार्ट चाहिँ मलाई बेस्ट के लाग्यो भने मेरो विचारमा यहाँदेखि तलसम्म अराउन्ड लाइक 10 to 12 फिट जतिको हाइटको डेप्थ होला यहाँ हाम्रो तल पर्खालबाट। अनि झर्दा फेरि यस्तो राम्रो देखिरहेको छ क्या यो। ओ माई गड भनेर चाहिँ यो फुल फुल्दा त यस्तो दामी फुलिरहेछ यो झन् यार। यो त खास गरी पारिबाट खिच्नुपर्ने हो यो त यार। त म यसलाई पनि अलिकति खिचिहालेँ। रेड यो पिङ्क वा फुलहरू झर्दा झन् कस्तो दामी थियो हेर न। दामी बगमबेली सबभन्दा बेस्ट फ्लावरिङ चाहिँ स्प्रिङमै हुने हो क्या बगमबेलीहरू। वा हेर न रेड र पिङ्क कलरको पनि कम्बिनेसन कस्तो राम्रो छ नि है। अल टाइम फेभरेट कम्बिनेसन भयो। तर मैले जाम गरेँ क्या हो, सरी। पनि दामी देखिरहेको छ त्यहाँबाट भ्यूहरू पनि सबै फुलहरू बगेर आइरहेछ। त्यो बगेर गएर सिडहरू अझै पनि क्लोज पनि खुलाउनुपर्छ, हराभरा बनाउनुपर्छ। डिप रेड वाउ, रेडको नि डिप कलरको छ यो त, डिप रेड छ। पिङ्क एन्ड येलो, पिङ्क भन्दा नि यो छुट्टै हो यो। ल बगमबेलियाको कोरिडोरको टुर चाहिँ यति नै छ। त्यो पनि छ क्या हो यति छ है। अनि मैले चाहिँ अहिले फेसन गमला ल्याएर आइरहेको छु क्या पछाडि, गमला अलिक बोकेर आइरहेको छु। यहाँ त छैन रहेछ हौ, मास दिएर रहेछ यहाँ चाहिँ। तर भन्ने हो भने यो गमलाको ऊ पनि टेस्ट पनि धेरै छैन क्या। जराहरू जानु पाएन भने नि हुन्छ। सो आई डोन्ट नो लाइक त्यो पोलहरूको चाहिँ कसरी गइरहेछ भन्ने कुराहरू। मेरो विचारमा यो फुटाएर तल जमिन पछिको चाहिँ गरे होला हो, त्यस्तै होला मेरो विचारमा है। ए हो रहेछ नि त।
एज यु क्यान हेर्नु नि त्यो पोल भयो त्यो जरा तल जानु पाएको भएको कारणले राम्रो भएको हो क्या मदरल्यान्ड इज मदरल्यान्ड सो रोज्दाखेरि सक्दो जमिनमा रोप्नुहोस् गर्नुहोस् त्यति हो पगम्बेरीको टुरहरू